हेलो हेलो दर्शन नमस्ते। यति बेला हाम्रो माझमा हुनुहुन्छ साहित्यकार हुनुहुन्छ, एकजना साहित्यकार हुनुहुन्छ लक्ष्मण शर्मा दाहाल, साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको कोषाध्यक्ष हुनुहुन्छ। त्यसै गरी साहित्यिक चौतारी नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँ हाम्रो माझमा जोडिनु भएको छ र म यता विनय हमाल जोडिएको छु। आज तपाईहरुको माझमा हामी दुईजना एकैसाथ प्रेममा प्रस्तुत भएका छौं र केही सृजनाहरू एकैसाथ सुनाउने गरी हामी आज यसरी उपस्थित भएका छौं र उहाँको एउटा मुक्तक सुन्नेछौं र मेरो एउटा मुक्तक सुन्नेछौं। त्यसपछि यो भिडियोलाई बिचमा हाल्नेछौं। एउटा मैले वाचन गर्न चाहन्छु। नाम बिर्सियो थर बिर्सियो भन्ने लाग्दो हो, नाम बिर्सियो थर बिर्सियो भन्ने लाग्दो हो, आफ्ना आफन्तीको खबर बिर्सियो भन्ने लाग्दो हो, नाम बिर्सियो थर बिर्सियो भन्ने लाग्दो हो, आफ्ना आफन्तीको खबर बिर्सियो भन्ने लाग्दो हो, मनमा माया काँधमा जिम्मेवारी थपेर हिँडेपछि, मनमा माया काँधमा जिम्मेवारी थपेर हिँडेपछि परदेशीले जन्म घर बिर्सियो भन्ने लाग्दो हो, परदेशीले जन्म घर बिर्सियो भन्ने लाग्दो हो, परदेशीले जन्म घर बिर्सियो भन्ने लाग्दो हो। वाह। हजुर नमस्कार। अहिले हामी साहित्यिक चौतारी नेपालको दुई सहपाठी मित्र, साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको सचिव र कोषाध्यक्ष आज संयोगवशले भेट भएका छौँ। अब भेट हुने क्रममा रमाइलो क्षण त छँदैछ र त्यो सँगसँगै आज साहित्यका थोरै धेरै कुराहरू गऱ्यौँ र थोरै धेरै कुरा सँगसँगै अब विनय हमाल सरको विलिनको आग्रहमा चाहिँ एउटा भर्खरै लेखेको तर खासै राम्रो छ छैन अब हजुरहरूको प्रतिक्रिया होला, तैपनि म एउटा परदेशी भूमिबाट, मलेसियाको परदेशी भूमिबाट भन्न चाहन्छु कि धनले लिदो रहेछ ज्यान, कि धनले लिदो रहेछ ज्यान, कि वनले लिदो रहेछ ज्यान, परदेशमा है, कि धनले लिदो रहेछ ज्यान, कि वनले लिदो रहेछ ज्यान, के केसका लागि कमाउने अथवा कसका लागि कमाउने र केका लागि कमाउने धन पैसा है, कसका लागि कमाउने र केका लागि कमाउने, निर्जलले लिदो रहेछ निर्जलले लिदो रहेछ ज्यान, कि धनले लिदो रहेछ ज्यान, कि वनले लिदो रहेछ ज्यान। हस् त, धन्यवाद है। धन्यवाद लक्ष्मण शर्मा दाहालज्यू।